के छ आज हामीलाई हिँड्यो भैलो हेर्न है ल रमाइलो हाम्रो एउटा ट्रिप भयो ल हामी अर्को ट्रिप होला मुस्कानको ट्रिप भने हामी पनि घुमिया घुमिसँगै ताली बजाइदिनु होला हजुरहरुको साथ सहयोग भैलो देउसी रे भैलो देउसी रे अलि दुईटा भैलो हेर्रे यत्रो छन् अब कतिवटा हेर्दै गयो भने थाहा छैन ल हामी हिँड्यो देवीनगरी ल चन्दा बिरुवा भनेको यिनी दुई बहिनी ल कहाँ हो हिँडी छन् ल हामी आयो ल देवीनगर चौपारी ल भिड एकदम बढी छ क्या मान्छेले जोडी हिँड्ने ल हामी बुढा जन्म सकिएन त्यही भएर उम्ने आउँदै भइयो ल बाजेले सबलाई गाली गरेन आफू चढ्न कति साह्रो हो मान्छे पनि यार यति गर्नु यार कार्यक्रमको आज अन्तिम दिन एकादशीको दिनमा तपाईहरुको माझ बुटोलको महानगरपालिका देवीनगर चौबारीमा तपाईहरुको आगानीमा उपस्थित भएका हुन् हाम्रो आगन त होइन यार यो प्रस्तुतिहरु बाँकी नै छन् नआत्तिनु होला अझै हामीहरुले तपाईहरुलाई नचाउने छौं हामी आफै नाच्ने छौं इच्छुकहरुले नचाउनु पर्यो सक्नुहुनेछ नाच्नुहुनेछ अलिकति पछाडी पनि गइदिनु होला एउटा सूचना आएको छ मैले अघि पनि उल्लेख गरेकी थिए आफ्ना नानी बाबुहरुको सुरक्षा गर्नु हो हराएको सञ्जय पिता सानो बाबु हुनुहुन्छ 3-4 वर्षको हुनुहुन्छ सानो बाबु तपाईहरुको छेउछाउ कतै देख्नुहुन्छ भने हामीलाई बुझाइदिनु होला यसको कारबाही गरौ पहिला एकदम बेस्ट तिहार पनि सक्यो ल लास्ट भैलो हेर्न आएको मरुन जडीसन हेर्न पनि धन्न मरिएन भन्नुपर्छ त्यो बिचमा च्यापेर
के साह्रो गर्नु भयो यार जाडो भयो भने ज्याकेट के को जाडो नि यहाँ पसिना आएर चुर छ यहाँ लास्ट त्यही भयो ल ल ल बाई बाई हामीले भोलि हेरेर आएर चटपटी खाँदै लोट भोलि हेरेर पुगेन अरे अझै 1 ठाउँ जाने 2 ठाउँ जाने भन्दै थिएँ कहाँ जाने जाने भोलि हेरेर आएर यहाँ फर्स्ट राइट मुनाको नामहरू ल हेर न खानै नजाने यस्तो छ ल खाम हामीलाई भैलो हेरेर अझै पुगेन हामी फेरि अब कता ख भैलो भन्दै हिँडेँ यहाँ हेर न पप्पी हेर पप्पीसित खेल्दै नि भन ए पप्पी मुनाले लएर पाल्ने अरे पप्पी ल 10 बज्दैछ 10 वर्षसम्म त अब 11 वर्षसम्म हामी डुलिन्छ आज यस्तै हो जिन्दगी यस्तै छ भन्ने नि तर यस्तै छैन बेहाल छ दुई बहिनी फेरि उयो के घटङ 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 भैलो चाहिँ छ कि नि भन्ने हो अन्जली पुरा सही गर्छ क्या अन्जली जानी छ कि कुरा होइन फेरि अझ एउटा भैलो भएको ठाउँमा अझ कति ठाउँ पुगिन्छ 1 2 3 4 5 6 ठाउँ आज 6 ठाउँमा एकदम रमाइलो भयो होइन हुन त तर त्यहाँ यसो हल्का फुल्का फाइट पनि पऱ्यो त्यो फाइट चाहिँ अब कतिवटा क्लिप आएर त्यो पनि मैले हाल्थेँ तर फाइट चाहिँ डह्रो परेँ है मानेको मैले है ल डाँडा यस्तो भागेँ त्यहाँबाट यस्तो पनि हुन्छ त्यही राइडरहरू निस्केर आन ल भैलोको इन्डी गरेर हिँड्यो ल हामी इन्डिया ल हिँड्यो है ल बाई